22 वर्षीय पाब्लोले स्पेनकी राजकुमारी लियोनोरको प्रेम प्रस्ताव अस्वीकार गरेका छन्। उनले आफ्नो प्रेमिका रहेको भन्दै राजकुमारी लियोनोरको प्रेम प्रस्ताव अस्वीकार गरेर विश्वभरका सच्चा प्रेम गर्नेहरूको मन जितेका छन्। धन सम्पत्ति वैभवका अगाडि वर्षौंको सम्बन्धलाई एकैछिनमा तोडिदिने स्वार्थले भरिएको आजको दुनियाँमा पाब्लोले एउटा सच्चा प्रेमको उदाहरण प्रस्तुत गरेका छन्। स्पेनका चर्चित फुटबलर पाब्लो गाबीले स्पेनकी राजकुमारी लियोनोरको प्रेम प्रस्ताव अस्वीकार गरेको खबरले अहिले विश्वभर तहल्का मचाइरहेको छ। यो समाचारले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय मिडियासम्ममा हलचल ल्याएको छ। पाब्लो गाबीको साँचो प्रेमप्रतिको निष्ठाले संसारभरका फ्यानहरूको मन जितेको छ। सायदै कुनै पनि देशको राजकुमारीले प्रेम प्रस्ताव गरेर अस्वीकार भएको यो पहिलो सार्वजनिक घटना हुनुपर्छ। पाब्लो गाबी एक 22 वर्षीय स्पेनी फुटबलर हुन्। फुटबल प्रेमीका लागि यो कुनै नयाँ नाम होइन। उनले आफ्नो तीव्र गति, उत्कृष्ट पास र मैदानमा दिएको अटल समर्पणले विश्व फुटबलमा आफ्नो छाप छोडेका छन्। सन् 2004 मा स्पेनको लोस पालासियोसमा जन्मिएका गाबी सानै उमेरबाट फुटबल खेल्थे। उनले विश्वकै चर्चित फुटबल क्लब FC बार्सिलोनाबाट आफ्नो व्यावसायिक करियर सुरु गरे। बार्सिलोनाको मिडफिल्डरको रूपमा उनले ला लिगा र युरोपेली प्रतियोगिताहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सन् 2021 मा मात्र 17 वर्षको उमेरमा गाबीले स्पेनको राष्ट्रिय टोलीमा डेब्यू गरे, जुन स्पेनको फुटबल इतिहासको सबैभन्दा कम उमेरको डेब्यू थियो। उनले UEFA नेसन्स लिग, फिफा विश्वकप 2022 र युरो कप 2024 जस्ता ठूला प्रतियोगिताहरूमा स्पेनको प्रतिनिधित्व गरेका छन्। बार्सिलोनाको लागि उनले ला लिगा 2022-23 र सुपर कोपा डे स्पाना जस्ता उपाधिहरू जितेका छन्। उनको खेलले उनलाई गोल्डन बॉय अवार्ड 2022 जस्ता व्यक्तिगत सम्मानहरू दिलाएको छ। गाबीको मेहनत र मैदानको जुझारूपनले उनी विश्वभरका फुटबल प्रेमीहरूको मनमा बसेका छन्। त्यस्तै स्पेनकी राजकुमारी लियोनोर डे बार्बोन स्पेनका राजा फेलिप बियाई र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनी स्पेनको राजगद्दीको उत्तराधिकारी हुन्। सन् 2005 मा जन्मिएकी लियोनोर हाल 19 वर्षकी छिन्। उनको खानदान, बौद्धिकता र सुन्दरताले विश्वको ध्यान खिचिरहेको हुन्छ। लियोनोरले आफ्नो शिक्षा स्पेन र बेलायतमा प्राप्त गरेकी छन्। हाल उनी आफ्नो शाही जिम्मेवारी र सैन्य प्रशिक्षणमा केन्द्रित छिन्। लियोनोरको व्यक्तिगत जीवन सधैँ मिडियाको चासोको केन्द्रमा रहन्छ। उनको युवा उमेर र शाही हैसियतले उनलाई स्पेनको जनताको प्रिय बनाएको छ। यतिखेर फुटबलर गाबीसँगको प्रेम प्रसङ्गको प्रस्तावले उनको चर्चा शिखरमा छ। विश्वभरका मिडियामा चर्चा पाएको यो विषयले स्पेनमा भने कुनै पनि आधिकारिक मिडियाले पुष्टि हुने समाचार अहिलेसम्म लेखेको छैन।